मन्दिरमा जाँदा कसैलाई जिउ काप्ने र देउटा चढ्यो भनेर भन्ने र सुन्ने गरेका छौँ। आखिर यो किन हुन्छ, कसरी हुन्छ र यसको मनोवैज्ञानिक र शारीरिक कारणहरू के छ, यसबारे केलाउँ है त आज। नमस्ते, म डाक्टर राजेन्द्र मानन्दर, पद्मश्री होमियोपेथिक क्लिनिक पोखरा न्यू रोडमा कार्यरत छु। मन्दिरमा जाँदा कसैलाई देउटा चढेको भनेर जिउ काप्ने, रौँ उठ्ने अनुभव हुन्छ। मन्दिरमा पुगेपछि शान्त वातावरण, दीप, घण्टा, मन्त्र जस्ता पवित्र तत्त्वले मानसिक रूपमा मानसिक शक्ति जागृत गर्छ। यो अवस्था धर्मग्रन्थमा शरीरमा कम्पन, ऊर्जा महसुस हुन वा आध्यात्मिक अनुभूति भनिन्छ। श्रद्धाले मानिसको चेतनामा प्रभाव पार्छ। जब तपाईँ पूर्ण श्रद्धा र भक्तिभावले मन्दिर जानुहुन्छ, शरीरमा सकारात्मक ऊर्जा वा कम्पन अनुभूति हुन सक्छ। यसलाई धार्मिक भाषामा शरीरमा देवी देवताको शक्ति प्रवेश गर्नु वा शरीरमा तर्पण अर्थात् स्पिरिचुअल भाइब्रेसन भन्ने गरिन्छ। धार्मिक दृष्टिकोणमा यो अनुभव असली देवी देवताको प्रभाव, भक्ति र पवित्रताको सङ्केतको रूपमा लिइन्छ र यसलाई सकारात्मक चिन्ह मानिन्छ। तर वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने मन्दिर, पूजा वा धार्मिक स्थलमा जाने बेला मानिसहरू धेरै भावनात्मक अनुभव गर्छन्। भक्तिभाव, सम्मान, आश्चर्य अथवा डर। यस्तो भावनात्मक उत्तेजनाले सिम्पैथेटिक नर्भस सिस्टम सक्रिय हुन्छ। यसले शरीरलाई फाइट अर फ्लाइट स्थिति जस्तो बनाउँछ। जब तपाईँलाई कुनै दृश्य, गीत वा धार्मिक वस्तुको दर्शनले अत्याधिक भावना पैदा गर्छ, एड्रिनालिन, इपिनेफ्रिन जस्ता हर्मोन उत्पन्न हुन्छ। यसले रौँ उठ्ने, छालामा काप, छातीमा हल्का कम्पन जस्ता प्रतिक्रिया ल्याउन सक्छ। यसलाई मेडिकली पिलो इरेक्सन भनिन्छ। मानिसको मन र शरीर आपसमा गहिरो सम्बन्ध हुन्छ। जब तपाईँ भक्तिभावले विश्वासपूर्वक देवी चढेको अनुभव गर्नुभयो भने तपाईँको मस्तिष्कले त्यसलाई असली भय, भक्ति वा उत्तेजना जस्तो महसुस गराउँछ। यसले शरीरमा स्वतः रासायनिक र न्युरोलोजिकल परिवर्तन ल्याउँछ। मन्दिरमा बज्ने घन्टी, भजन वा मन्दिरको शान्त वातावरणले पारासिम्पैथेटिक नर्भस सिस्टम र इमोसनल एरोजललाई प्रभावित गर्छ। अचम्मको कुरो, यस्तो वातावरणले डोपामिन र सेरोटोनिन जस्ता न्युरोट्रान्समिटरलाई पनि प्रभावित गर्न सक्छ, जसलाई मन्दिरमा देवी चढेको अनुभव हुन्छ। त्यो केवल मानसिक विश्वास वा अन्धविश्वास मात्र होइन, मन र शरीरको संयोगमा हुने भावनात्मक, न्युरोलोजिकल र हर्मोनल प्रतिक्रिया हो। यसलाई वैज्ञानिक भाषामा इमोसनल एरोजल लिडिङ टु फिजियोलोजिकल रेस्पोन्स भनिन्छ। धन्यवाद।